नमस्कार। आज चाहिँ मैले डबल क्रिमबाट घिउ कसरी बनाउने त नेपालमा जस्तै भनेर चाहिँ मैले घिउ बनाउनको लागि डबल क्रिम ल्याएको छु। यो 2 लिटरको डबल क्रिम छ। यो चाहिँ युकेमा चाहिँ सुपर मार्केटहरूमा बुकहरूमा पाउँछ। जुन देशमा जसरी हुनुहुन्छ त्यही अनुसार पाउने हिसाबले कहीँ डेरीमा पाउँछ, कहीँ के हुन्छ त्यो हिसाबले चाहिँ गर्नु ल है। त मैले अब चाहिँ पहिलो स्टेप सुरु गर्छु। अनि यो फुट्नको लागि ह्यान्ड ब्लेन्डर है। ल अब यसलाई चाहिँ यो भाँडोमा खनाउने। यस्तो क्रिम हुन्छ। भाँडोमा थोरै मनतातो पानी राखियो भने यो भाँडो सहज हुन्छ। ह्यान्ड ब्लेन्डरले हातले पनि गराउन सकिन्छ है। घिउ गर्नको लागि आफै चाहिँ अब मुही अलग घिउ अलग भइसकेको छ है। यो रेडी भएको छ। ल हेर्नुहोस् यो चाहिँ घिउ। अब यो यो चाहिँ रेडी भएको छ। ल हेर्नुहोस् अब हामीले नेपालमा चाहिँ मदानीले चाहिँ निकाल्ने भन्थे। यो चाहिँ मदानी यो भयो होइन। अब चाहिँ यो चाहिँ मैले पहिला नै हात धोएर बनाएको थिएँ होइन। हात धुने ग्लोभ्स युज गर्दा पनि हुन्छ है। ल हेर्नुहोस् तपाईँको चाहिँ त्यो चाहिँ झलक्क नेपालमा जस्तै छैन हेर्नु त। हाम्रो बुवा आमाले बनाएको जस्तो। ल हेर्नुहोस् यो घिउको झ्याम छ नि डल्ला चाहिँ बाजेहरूले चाहिँ गरेको। ल अब यसरी चाहिँ घिउ बनाउने। ल 2 लिटर घिउबाट 2 लिटर क्रिमबाट ल यति घिउ निक्ल्यो। ल कहाँबाट हेर्दै हुनुहुन्छ मैले यो भिडियो राखिसकेपछि सबैले हेर्नु होला, कमेन्ट गर्नु होला कस्तो लाग्छ है। अब चाहिँ एकदम सजिलो लाग्यो या योभन्दा सजिलो केही आइडिया छ भने पनि भन्नु होला त्यहाँ कमेन्टमा है। थ्याङ्क यू भेरी मच सबैलाई यत्रो बेर वाच गरिदिनु भयो। र चाहिँ तपाईँले पनि मिठो स्वस्थ मस्त व्यस्त र घिउ खान सबै व्यस्त रहनुहोस्, घिउ खानुहोस्, मस्त रहनुहोस्। विदेशमा नि नेपालबाट घिउ मगाउने झन्झट चरायो। ल है त हजुर, धन्यवाद सबैलाई।